हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्मी हिट युट्युब च्यानलमा। साथीहरु, यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको तीनवटा नेपाली चलचित्रहरू लाली बजार, रोल नम्बर 1 र आइएमजित बहादुरले बक्स अफिसमा आजको दिन पार गरिसकेको छ। आजको दिन यी तीनवटा फिल्महरूको दिउँसभरिको अकुपेन्सी कस्तो रह्यो र आजको दिन तीनवटा फिल्महरूले बक्स अफिसमा कतिको कलेक्सन गर्न सफल भयो त, यसको बारेमा चर्चा गर्नेछौँ। भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। सुरुमा हामी चर्चा गर्नेछौँ रोल नम्बर 1 फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरु, मुकुन्द भुसाल, रेणु योगी, निर्भीक रेग्मी आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र रोल नम्बर 1 गएको जेठको 15 गतेबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म यतिखेर लगभग त 30 देखि 40 वटा जति हलहरूमा चलिरहेको छ भने यो फिल्मले ती हलहरूमा एउटादेखि बढीमा बढी 2टा सोजहरू पाइरहेको छ। साथीहरु, रोल नम्बर 1 फिल्म बाल मनोविज्ञानको कथावस्तुमा आधारित रहेको छ र यो फिल्ममा पब्लिकहरुबाट ठिकठाकको रेस्पोन्स मिलेको छ र यो फिल्मले बक्स अफिसमा निकै बब्बालको कलेक्सन गर्ने अपेक्षा गरिएको थियो, तर अफसोस यो फिल्मले भने जस्तो कलेक्सन गर्न सकिरहेको छैन। यो फिल्मको अफिसियल कलेक्सन हुन त भोलि सोमबारको दिन चलचित्र विकासपोर्टले आजसम्मको सार्वजनिक गर्नेछ। अब विकासपोर्टको अनुसार यो फिल्मको अफिसियल कलेक्सन कति सार्वजनिक हुन्छ त्यो भने हामी भोलिको दिनमै थाहा पाइहाल्नेछौँ, तर हामीले पाएको प्राप्त जानकारी अनुसार यो फिल्मले हिजो 23 दिन बक्स अफिसमा पार गरुन्जेलसम्ममा लगभग त 1 करोड 60 लाख भन्दा माथिकै ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब चलचित्र विकासपोर्टले भोलिको दिन यो फिल्मको अफिसियल कलेक्सन कति सार्वजनिक गर्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। र आजबाट यो फिल्मले बक्स अफिसमा 24 दिन पार गरिसकेको छ। आज 24औं दिन पनि यो फिल्मको कलेक्सन ठिकठाकको मात्र देखिएको छ। यो फिल्मले बिहान पाएको सोजहरुमा हेर्ने 5-6% को अकुपेन्सी देखिएको थियो। दिउँसो पाएको सोजहरुमा हेर्ने 10 देखि 15% को अकुपेन्सी देखियो भने अहिले इभिनिङ नाइटमा निकै नै कम सोजहरु छ, जुन सोजहरुमा यो फिल्मको अकुपेन्सी 10% हाराहारीमा देखिएको थियो। यसै कारणले गर्दाखेरि आज 24औं दिन रोल नम्बर 1 फिल्मले बक्स अफिसमा 2 देखि 3 लाखको बीचमा ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। लगभग त 1.5 देखि 2 करोडको बजेटमा बनेको फिल्म आफ्नो लगनी सुरक्षित गर्न निम्ति नर्मली पनि 3 देखि 4 करोडको बीचमा ग्रस कलेक्सन गर्नुपर्ने हुन्थ्यो, जुन कलेक्सन सम्भवतः यो फिल्मले नगर्ने नै देखिरहेको छ। र योभन्दा फरक नपर्ला कि रोल नम्बर 1 फिल्म बक्स अफिसमा असफलताको बाटोतर्फ अगाडि बढिरहेको छ। यो फिल्मको लाइफ टाइम कलेक्सन भने चाहिँ कहाँ गएर रोकिन्छ त्यो भने चाहिँ हामी भोलि चलचित्र विकासपोर्टले अफिसियल कलेक्सन सार्वजनिक गरिसकेपछि नै अनुमान लगाउन सक्नेछौँ। अब हामी चर्चा गर्न गइरहेका छौँ लाली बजार फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरु, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानिया, मुकुन्द कुमार श्रेष्ठ, समाइरा थापा, प्रशंसा सुवेदी आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र लाली बजार गएको वैशाखको 25 गतेबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म यतिखेर लगभग त 30 भन्दा बढी हलहरूमा चलिरहेको छ भने ती हलहरूमा यो फिल्मले एक-एकवटा सोजहरू पाइरहेको छ। साथीहरु, लाली बजार फिल्म वादी समुदाय र एउटा आमा र छोरी बीचको सम्बन्ध कथावस्तुमा आधारित रहेको छ र यो फिल्ममा पब्लिकहरुबाट निकै गजबको रेस्पोन्स मिलेको छ। र यो फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने भने आजसम्मको अफिसियल कलेक्सन चलचित्र विकासपोर्टले भोलि सार्वजनिक गर्नेछ, तर हामीले पाएको प्राप्त जानकारी अनुसार यो फिल्मले हिजो 44 दिन बक्स अफिसमा पार गरुन्जेलसम्म नर्मली पनि 9 करोड 35 देखि 40 लाखको बीचमा ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब चलचित्र विकासपोर्टले भोलिको दिन यो फिल्मको अफिसियल कलेक्सन कति सार्वजनिक गर्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। र आजबाट यो फिल्मले बक्स अफिसमा 45 दिन पार गरिसकेको छ र आज 45औं दिन पनि यो फिल्मको कलेक्सन ठिकठाकको आएको छ। यो फिल्मले बिहान पाएको सोजहरुमा 5-6% को अकुपेन्सी देखेको थियो। दिउँसो पाएको सोजहरुमा ओभरअल अकुपेन्सी 10% माथि देखेको थियो भने इभिनिङ नाइटमा यो फिल्मले सोज नै पाएको छैन। यसै कारणले गर्दाखेरि आज 45औं दिन पनि लाली बजार फिल्मले 1 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ र लाली बजार फिल्म 2083 को पहिलो सुपरहिट फिल्म बनिसकेको छ। लगभग त 1.5 देखि 2 करोडको बजेटमा बनेको यो फिल्मले लगभग 4 करोड हाराहारीको ग्रस कलेक्सन गर्नुपर्ने हुन्थ्यो, जुन कलेक्सन भन्दा यो फिल्मले डबल नै कमाई गरिसकेको छ। र यो फिल्म 2083 को अहिलेसम्मको हाईएस्ट क्रसिङ फिल्म पनि बनिसकेको छ। अब यो फिल्मको पनि लाइफ टाइम कलेक्सन कहाँ गएर रोकिन्छ त्यो भने चाहिँ हामी भोलि चलचित्र विकासपोर्टले अफिसियल कलेक्सन सार्वजनिक गरिसकेपछि नै अनुमान लगाउन सक्नेछौँ। यो वैशाख र जेठमा निकै नै नाम चलेको कलाकारहरूको फिल्मले बक्स अफिसमा पानी पनि भन्न नपाउँदा नायिका स्वस्तिमा खड्काको फिल्मले भने चाहिँ 2083 लाई निकै गजबको सुरुवात दिएको छ भन्दा फरक नपर्ला। आउने दिनहरूमा लाली बजारको लाइफ टाइम कलेक्सनलाई कुन चाहिँ फिल्मले बिट गर्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। अब हामी चर्चा गर्न गइरहेका छौँ आइएमजित बहादुर फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरु, जितु नेपाल, वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप छेत्री आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र आइएमजित बहादुर गएको शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म यतिखेर लगभग त 130 देखि 150 वटा जति हलहरूमा चलिरहेको छ भने ती हलहरूमा यो फिल्मले राम्रै सोजहरू पनि पाइरहेको छ। साथीहरु, आइएमजित बहादुर फिल्म एक व्यक्तिले कलाकार बन्नको निम्ति गरेको सङ्घर्ष कथावस्तुमा आधारित रहेको छ र यो फिल्मलाई पब्लिकहरुबाट राम्रै रेस्पोन्स पनि मिलिरहेको छ। तर योभन्दा फरक नपर्ला कि अहिले 3 दिनसम्म आइसक्दाखेरि यो फिल्मले बक्स अफिसमा जति कलेक्सन गर्ने अपेक्षा गरिएको थियो त्यतिको कलेक्सन गर्न भने चाहिँ सकिरहेको छैन। अब आउने डेहरूमा यो फिल्मको कलेक्सन बढ्यो भने आफ्नो ठाउँमा छ र शुक्रबार, शनिबार, आज आइतबारसम्मको कलेक्सनलाई हेर्ने हो त्यस्तो खासै वाउ भन्ने कलेक्सन भने चाहिँ यो फिल्मको आएको छैन।
हुन त यो फिल्मको अफिसियल कलेक्सन सार्वजनिक भने भएको छैन, किनभने यो फिल्मको अफिसियल कलेक्सन भोलि सोमबार नभइकन अर्को सोमबार मात्र सार्वजनिक चलचित्र विकास बोर्डले गर्नेछ। तर हामीले पाएको प्राप्त जानकारी अनुसार यो फिल्म शुक्रबार र हिजो शनिबार गरेर लगभग त 20 देखि 25 लाखको बिचमा ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। र आजबाट यो फिल्मले बक्स अफिसमा 3 दिन पार गरिसकेको छ र आज आइतबार पनि सार्वजनिक बिदै थियो। सार्वजनिक बिदा हुँदा पनि पब्लिकहरू त्यस्तो ठुलो सङ्ख्या हलमा आजको दिन देख्न भने चाहिँ पाइएन। 2-4वटा हललाई छोड्नु भने ओभरअल अकुपेन्सी त्यति खासै गतिलो देखिएको छैन। बिहानको ओभरअल अकुपेन्सी 8 देखि 10% को देखेको थियो, दिउँसोको अकुपेन्सी 15% भन्दा माथि देखियो भने इभिनिङको अकुपेन्सी लगभग 15-20% को देखेको थियो भने नाइट शोमा यो फिल्मको ओभरअल अकुपेन्सी लगभग त 8 देखि 10% आरेसम्म मात्र देखिने देखिएको छ। केही हलहरूमा भने चाहिँ 40-50% को अकुपेन्सी पनि देखिएको थियो। यसै कारणले गर्दाखेरि आज तेस्रो दिन आइएम जित बहादुर फिल्मले बक्स अफिसमा लगभग त 5 देखि 8 लाखको बिचमा ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब भोलि सोमबारदेखि भने यो फिल्मको वर्ड अफ माउथ बोल्नेछ। अब भोलि सोमबारको दिन राम्रो कलेक्सनमा होल्ड देख्यो भने मंगलबारदेखि बिहिबारसम्म हुने डिलेहरूमा भने चाहिँ फिल्मको कलेक्सनमा राम्रो जम्प हुने अपेक्षा गरिएको छ। अब आइएम जित बहादुर फिल्मले भोलिको दिन कस्तो कलेक्सन गर्छ र साथै यो डिलेहरूमा फिल्मको कलेक्सनमा कतिको जम्प देखिन्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। साथीहरू, यो त त्यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको तीनवटा नेपाली चलचित्रहरूको आज दिउँसभरिको अकुपेन्सी र आजको बक्स अफिस कलेक्सन। तपाईँले प्रदर्शन भइरहेको तीनवटा फिल्महरूमध्ये कुन कुन हेर्नुभयो प्लिज आफ्नो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु भने नबिर्सिनु होला। दिनु भएको छैन भने आफ्नो नजिकको हलमा गएर हेर्न सक्नुहुनेछ। हस्त साथीहरू, आजलाई यति नै। फेरि पनि यस्तै न्युज तपाईँहरूको माझमा लिएर आउने नै छौँ। तपाईँलाई हाम्रो भिडियो मन पऱ्यो भने भिडियो लाइक गरिदिनु होला र नेपाली कलाकार चलचित्रको बारेमा साथै बक्स अफिस कलेक्सनको बारेमा पल खबर सुन्नको निम्ति हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हस्त नमस्ते। हामी आइएम जित बहादुरको अहिले बेलुकाको एडभान्स बुकिङ चेक गर्न आँटिरहेका छौँ। नाइटको भनौँ 7 बजिसकेको छ। आइएम जित बहादुर देख्न सक्नुहुन्छ। लोडसेमा 8 बजेको खाली छ। सिटी स्क्वायरमा पनि 8 बजेको सो छ अहिले बेलुकाको। यहाँ 2-3टा मात्रै भइरहेछ। अनि इन्फिनिटीमा पनि 8:15 को सो छ, यो खाली छ। सिटी स्क्वायरमा 8 बजेकै सो छ, यो अघि हामीले चेक गरिसक्यौँ। दाङमा 7:35 को सो छ, यहाँ पनि 4-5वटा देखिएको छ। अनि एनिमी सेन्टरमा 7:15 को सो छ, खाली छ। बिएसआर मुभिजमा पनि 7:15 कै सो छ, यहाँ अलिअलि बुकिङ देखिएको छ 5-7वटा। सिडिसीमा 8:30 को सो छ, यहाँ नि खाली नै छ भनौँ। सेन्ट्रलमा 8 बजेको सो छ, यहाँ 2-4-5-7वटा भइरहेछ। आइएनआईमा यहाँ राम्रो भइरहेको रहेछ, जस्ट ठिकै अरू हलहरूमा भन्दा राम्रो देखिएको छ। 10% अलिक अकुपेन्सी देखिएको छ। इलाइटमा 8 बजेको सो, यहाँ 5-7वटा भइरहेछ। रञ्जनामा नि 8 बजेको सो छ, खाली छ। कृतिपुरमा 7:30 को सो छ है अहिले, यहाँ पनि अलिअलि बुकिङ भइरहेको छ। र डिम्याक्समा लास्ट सो 7:30 को सो छ, यो ओपन भएन है। डिम्याक्समा 7:15 को सो ओपन भएन। ल ठिकै छ, अब हल्का फुल्का देखिएको छ। अब हेरौँ भोलिको दिनहरूमा कस्तो हुन्छ, हामी तपाईँलाई जानकारी गराउने नै छौँ।